हेलो नमस्ते, मेरो नाम सुनिल पुन। म चाहिँ युकेमा एज अ प्रोटेक्सन एडभाइजरको रूपमा काम गरिरहेको छु। प्रोटेक्सन एडभाइजर भन्नाले साधारण भाषामा इन्सुरेन्स ब्रोकर हो। हजुरहरूलाई आज म मेरो पर्सनल एक्सपिरियन्स सेयर गर्छु, कसरी म यो इन्सुरेन्सको लाइनमा आएँ भनेर। यसको कहानीको सुरुवात हुन्छ तब जब म युकेमा एउटा होटलमा काम गरिरहेको थिएँ। त्यो बेलामा मेरो एउटा एकदम मिल्ने साथी जो चाहिँ हङ्गेरीबाट थियो, जम्मा 39 वर्षको उमेर, उसको 3वटा बच्चाहरू थियो, सबै अन्डर एज, र ऊ सिङ्गल मदर थियो। एक दिन दुर्भाग्यवश एउटा स्याड न्युज आउँछ कि ऊ घरमा कपालमा कलर लगाउने क्रममा अचानक फ्लोरमा कोल्याप्स हुन पुग्छ र अन द स्पोट डेथ हुन्छ। त्यसको 1-2 दिनपछि मलाई मेरो म्यानेजरले एउटा कुरा भनेको थियो जुन अहिलेसम्म पनि मेरो मनस्पटलमा घुमिरहेको छ कि त्यो बितेर जाने केटीले चाहिँ कुनै पनि प्रकारको इन्सुरेन्स गरेको रहेनछ, जसको कारणले गर्दाखेरि अब त्यो 3टा नाबालक बच्चाहरू चाहिँ फाइनेन्सियली के भयो त एक्सपोज भयो। अब त्यो बच्चाहरूलाई कसले हेर्ने, कसले पाल्ने, किनकि कुनै पनि प्रकारको फाइनेन्सियल एडजस्टमेन्ट थिएन। यहाँसम्म कि उसको लागि फ्युनरल गर्ने पैसा पनि थिएन। हामीले यताउता गरेर च्यारिटी गरेर अलिकति पैसाहरू रेज गरेर उसको फ्युनरल पनि गरिदिएका थियौँ। त्यो सँगसँगै त्यो बेलामा मेरो आफ्नो छोरा पनि जन्मेको थियो र त्यो बेलामा मलाई एकदम रियलाइज भयो कि ओहो, यो त एकदमै ठुलो कुरा रहेछ। इन्सुरेन्स भन्ने चिज त मैले आफ्नो स्वयं फ्यामिलीको पनि केही पनि गरेको रहेनछ भन्ने मलाई एकदम महसुस भयो। त्यसपछि मैले यो सम्बन्धी रिसर्च गर्न थालेँ, बुझ्न थालेँ, ट्रेनिङहरू लिन थालेँ, सेमिनारहरू जान थालेँ, इन हाउस ट्रेनिङ गरेँ, इन हाउस इक्जामहरू दिएँ। त्यसपछि म आफै स्वयं पनि अब यो प्रोफेसनमा लाग्छु र मैले अबदेखिबाट प्रत्येक इन्डिभिजुअललाई जसलाई पनि भेट्छु, जसलाई पनि चिनेको छु, उहाँहरू सबैलाई अब यसको बारेमा अवेर गराउँछु, एजुकेट गराउँछु। त्यसपछि पोलिसी लिने नलिने त्यो हजुरको कुरा हो, तर मैले मेरो जीवनमा चाहिँ एउटा उद्देश्य पाएको छु, स्पेसली इन द युके सबै नेपालीहरूलाई चाहिँ यसको बारेमा चाहिँ म एकदम एजुकेट गराउन चाहन्छु र यसको बारेमा एकदम विस्तृत रूपमा र एकदम सरल भाषामा बुझ्न मन लाग्यो भने प्लिज मेसेज गर्नुहोस्, DM गर्नुहोस्, कल गर्नुहोस्, अनि हजुरहरूलाई म यसको बारेमा विस्तृत रूपमा सिम्पल टर्ममा बताइदिनेछु। थ्याङ्क यू भेरी मच।